आजका मानिसहरू खानपिनको बारेमा धेरै सचेत भएको देख्न सकिन्छ, तर यो सचेतना सँगसँगै भ्रम पनि उत्तिकै फैलिएको छ। विशेष गरेर जब कसैलाई ब्लड प्रेसर हुन्छ, सुगर, कोलेस्ट्रोल, थाइराइड, युरिक एसिड वा मुटु रोग लाग्छ भने सबभन्दा पहिला हामी यसको बारेमा चासो राख्छौँ कि के खाने नखाने। डाक्टरलाई पनि प्राय त्यही प्रश्न गर्ने गरिन्छ। खानपिन बारेर नै ठिक हुने केसमा हामी औषधि खान पुग्छौँ भने कहिलेकाहीँ औषधि खान एकदमै आवश्यक भएको अवस्थामा हामी जबरजस्ती खानपिनले नै कन्ट्रोल गर्छौँ भनेर हामी अगाडि बढ्छौँ, जसको कारणले स्वास्थ्य जटिलता थप बढ्न सक्छ। त्यसैले आजको यो भिडियोमा मानिसलाई रोग लागिसकेपछि औषधिको महत्त्व कस्तो हुन्छ, रोग लाग्न नदिनको लागि खानाको महत्त्व के हुन्छ र कहीँ तपाईँ साधारण रोगमा पनि अनावश्यक खानेकुराहरू बारेर कहीँ थप स्वास्थ्य जटिलताको शिकार त तपाईँ भइरहनु भएको छैन, आज यो भिडियोमा प्रश्न पार्ने कोसिस गर्छु। कृपया अन्तसम्म हेर्नुहोला। नमस्कार। युरिक एसिड नियन्त्रणको लागि तपाईँ कस्तो खानेकुराहरू बारिरहनु भएको छ? गेडागुडी आजको दिनमा सबभन्दा महत्त्वपूर्ण खाना हो। मुटुको एङ्गलबाट ओभरअल शरीरलाई चाहिने बेस्ट खानामध्ये एउटा खाना। अब त्यसलाई मैले के को लागि बाडिरहेको छु त? युरिक एसिडको लागि बाडिरहेको छु। अझ पनि हेल्दी फुडहरू जति हुन्छन् त्यसमा युरिक एसिड बढाउने सम्भावना अलिकति हुन्छ, तर त्यो बाडिदिनु भयो भने हाम्रो समाजमा जुन एभाइलेबल खानेकुरा छ, स्वस्थ खानेकुराहरूको मात्रा चाहिँ एकदम घट्ने हुन्छ। तपाईँ फेरि अस्वस्थ खानेकुराहरू मुटुको लागि खान पुग्नुहुन्छ यदि यसलाई बार्नु भयो भने। साँच्चीकै युरिक एसिड के कारणले हुन्छ त? मूलतः डाइट भन्दा पनि जेनेटिक कुराले हुन्छ युरिक एसिड सबभन्दा बढी कमन। तपाईले युरिक एसिड बढाउने खानेकुराहरू थोरै मात्रामा खाए पनि तपाईँको युरिक एसिड बढ्न सक्छ। जेनेटिक कारणले त्यसलाई बढी रोल प्ले गर्छ। खानाको भूमिका पनि पक्कै हुन्छ, जस्तै रक्सी चाहिँ टोटल्ली बन्द गर्नु पर्यो। रेड मिटको क्वान्टिटी अलिकति कम गर्न सक्नुहुन्छ, तर बाँकी जुन शाकाहारी आइटमहरू हुन्छ र डेरी प्रोडक्ट्सहरू हुन्छ, विशेष गरेर जुन हाम्रो न्युट्रिसनको लागि र समग्र स्वास्थ्यको लागि राम्रो मानिन्छ, दही, माछा, गेडागुडी, यो बाडेर तपाईलाई नाफा थोरै र नोक्सान बढी भइरहेछ। युरिक एसिडको उपचार एकदम सजिलो छ। एउटा साधारण औषधिले तपाईँको युरिक एसिड कन्ट्रोल गरिदिन्छ र तपाईँ सँगसँगै आफ्नो यो हेल्दी फुडहरूमा कुनै रेस्ट्रिक्सन गर्नु पर्दैन। त्यसैले प्र्याक्टिकल वेमा तपाईँ ब्यालेन्स गर्नुहुन्छ भने युरिक एसिडको लागि खानेकुराहरू बार्न जरुरी छैन। तपाईलाई आवश्यकता छ भने तपाईँ औषधि खानुहोस्। र अहिले एउटा नयाँ अनुसन्धान आएको छ जसमा के भनिएको छ भने यदि तपाईँलाई गाउट छ र तपाईँ युरिक एसिडको औषधि नियमित खानुहुन्छ भने तपाईँलाई मुटु रोग, कार्डियोमेटाबोलिक डिजिजको सम्भावना अत्यन्तै कम हुन्छ। झन्डै 1/4देखि 1/3 मुटु रोगको जोखिम युरिक एसिडको औषधिले घटाउनु। सो युरिक एसिड बढेका बिरामीहरू वा गाउट भएका बिरामीहरूले यो बुझ्नुपर्छ कि युरिक एसिड गाउटभन्दा ठुलो रोग मुटु रोग हो र मुटु रोगको रोकथाम महत्त्वपूर्ण हुन्छ। गाउटको उपचार गर्न, युरिक एसिडको उपचार गर्न सजिलो छ। त्यसैले आजको दिनमा हामीले कुन रोगले हाम्रो स्वास्थ्य र जीवनलाई सङ्कटमा राख्न सक्छ त्यसलाई मध्यनजर गर्दै हामीले आफ्नो खानपानलाई व्यवस्थापन गर्न सक्नुपर्ने रहेछ। मलाई थाइराइड छ, मलाई यो तरकारी, साग सब्जी, मुला, गाजर, क्याबेज यो कुराहरू खानु हुँदैन थाइराइड भएको कारणले। यो ठुलो जन विश्वास बनेको छ। अघिको जुन कुरा सुन्नुभयो त्यही कुरा यहाँ पनि लागू हुन्छ। मानौ कि तपाईँ थाइराइडको बिरामी हुनुहुन्छ र तपाईँले यो खानेकुराहरू बारिदिनु भयो टोटली, भनेपछि बडीमा के होला त? तपाईँको थाइराइडको औषधिको मात्रा अलिकति घटबड हुन सक्छ। यो खाएर तपाईँलाई नयाँ कुनै समस्या त भइहाल्दैन। हामीले दैनिक खानै पर्ने खानेकुराहरूमा पर्यो नि त यो गाजर, मुला, बन्दा, जति पनि थाइराइडमा रोकिन्छ खानेकुराहरू। हामीलाई पाउने सबभन्दा सहज सजिलो खानेकुरा त यही हो नि, हामी डेली खाने। अनि यो सबै वञ्चित हुनुभयो भने तपाईँको खाना कस्तो भयो त फेरि क्वालिटी?
त्यसैले यो खानेकुरा बार्नुभन्दा मलाई त त्यो थाइराइडको औषधि एडजस्ट गर्न सजिलो छ नि त। मैले 50लाई 62 खान्छु या 75 माइक्रोग्राम खान्छु या 50 को ठाउँमा 37.5 खान्छु या 25 खान्छु। तर समग्र रूपमा मुटुको लागि, ब्लड प्रेसर, कोलेस्ट्रोल, मुटुमा ब्लकेजको लागि मलाई त्यो खानेकुराहरू त चाहिएकै छ। आर्थिक रूपमा, व्यावहारिक रूपमा, उपलब्धताको एङ्गलबाट पनि मलाई त त्यो खानेकुरा नभई नहुने हो। यदि मानव एकछिनको लागि तपाईँको युरिक एसिड पनि बढेको छ र थाइराइड पनि बिग्रेको छ र दुइटैको औषधि खाने अवस्था रहेछ र तपाईँले खाना बार्नुभयो भने दुइटैको लागि, त्यसपछि कति बाँकी खानेकुरा हुन्छ तपाईँले दैनिकीमा खाने। भात खान त हामीले कम गर्नुहोस् भनिसक्यौँ। अब दाल, गेडागुडी र यो तरकारी, साग, सब्जी, सलाद सबै बन्द गरेपछि अब खाने के त हो। जुन बेला मुटु रोग त्यस्तो थिएन, थाइराइड मात्रै, युरिक एसिड मात्रै कुरा हुन्थ्यो भने त्यो बेला डाइटको एडभाइस पनि हामीले त्यसरी भनेको होला या गरिएको होला। तर आजको दिनमा डाइट चाहिँ मेटाबोलिक डिजिजलाई केन्द्रितमा राखेर गर्नुपर्ने रहेछ। मेटाबोलिक डिजिज भनेको कस्तो खानाले सुगर हुँदैन, बिपी हुँदैन, कोलेस्ट्रोल हुँदैन, मुटु रोग लाग्दैन, ब्लकेज हुँदैन, हार्ट एट्याक, स्ट्रोक हुँदैन, क्यान्सरको जोखिम कम गर्छ, त्यो रोगलाई प्रायोरिटीमा राख्नु पर्यो। अरू रोगहरूलाई त हामी औषधि थोरै एडजस्ट गरेर पनि मिलाउन सक्छ। अब तपाईँहरू आफै छुट्याउन सक्नुहुन्छ कि थाइराइडको बिरामीले यस्ता खानेकुराहरू बन्द गर्नु, एकदमै कम गर्नु वा नखानु भ्रम हो कि बुद्धिमानी हो। धेरै दिन पहिला एउटा पेसेन्ट आउनुभएको थियो, हार्टमा स्टेन्ट हालेको। उहाँलाई एकदम विकनेस, कमजोरी एकदम धेरै। अनि उहाँको फाइलहरू सबै स्टडी गर्दाखेरि त उपचार एकदम राम्रो भएको छ, स्टेन्ट एकदम राम्ररी हालिएको छ। अनि उहाँहरूको पेसेन्टप्रतिको एउटा जुन एट्याचमेन्ट थियो परिवारको, त्यो देख्ने बित्तिकै मलाई सुरुमै शङ्का लागिसकेको थियो कि यहाँ अनावश्यक डाइट रेस्ट्रिक्सन भएको जस्तो। उहाँहरूले भन्नुहुन्छ कि खाना सबै प्लेन गरिया छ, तेल हालिएको छैन, नुन पनि कम, मासु पनि छैन। यस्तो खानेकुरा रेस्ट्रिक्ट गरेपछि त्यो बुवालाई त हिँड्नै गाह्रो भइसकेको। मुटु रोग भएपछि, ब्लकेज, स्टेन्ट भएपछि त औषधि 5-7वटा यतिकै आइहाल्छ। त्यसपछि मेन्टल स्ट्रेस मान्छेलाई कति भएको हुन्छ। अनि घरको मान्छेहरूले खाना पुरै चेक गरेर यो नखाने यो नखाने लिस्ट, अब खानेकुरा यति थोरै, पेट पनि भरेन, सन्तुष्टि पनि भएन, बिरामी त हिँड्न पनि गाह्रो। मैले त्यसपछि होइन, खाना तपाईँलाई जे मन लाग्छ खानुहोस् सबै कुरा भनेपछि त अनि उहाँको 2-3 दिनमै सबै नर्मल, बिपी पनि एकदम नर्मल, सबै कुरा ठिक। सो मैले यो किन कुरा यहाँ ल्याएँ भने मुटु रोग लागिसकेको व्यक्तिलाई खानाभन्दा बढी औषधिको आवश्यकता हुन्छ। खानाको आवश्यकता 2 नम्बर हो, औषधि 1 नम्बर हो। र हामी यही बुझ्दैनौँ। हामी खानालाई 1 नम्बर बनाएर औषधिलाई 2 नम्बर बनाउँछौँ। कहिलेकाहीँ ठुलो गल्ती हुने गर्छ यसमा। अब यो व्यक्तिले आफ्नो खानपिनलाई सामान्य गरे हुन्छ। सामान्य भन्नुको अर्थ के भयो भने एकैचोटि यु टर्न लिनु पर्दैन। पहिला त बिरामीलाई उसको बानीलाई छुटाउनु भएन, बिस्तारै फुड चेन्ज गर्नुपर्छ र एकैचोटि खानेकुराहरू बन्द गर्नु भएन। मांसाहारी छ भने मासु खान दिनु पर्यो, दुध दही खान्छ भने त्यो पनि खान दिनु पर्यो। हो, हामीले जुन बाहिरी खानेकुराहरू छ जसमा ट्रान्स फ्याट बढी हुन्छ, सेचुरेटेड बोसो बढी हुन्छ, त्यस्तो खानेकुराहरू रेस्ट्रिक्ट गर्नुपर्छ, फ्राइड आइटमहरू कम गर्नुपर्छ। तर बाँकी जुन डेली एउटा सामान्य नेपालीको घरमा खाना पाक्छ त्यो चाहिँ मजाले अरू व्यक्ति सरह नै खानुपर्ने हो र त्यो व्यक्तिले अरू हेल्दी व्यक्तिभन्दा बढी रेस्ट्रिक्सन गर्न जरुरी हुँदैन। यति हामी बुझे हुन्छ। र कहिलेकाहीँ मलाई यतिसम्म बिरामीहरू कुरा गर्नुहुन्छ कि डाक्टर साहब तपाईँले सामाजिक सञ्जालमा धेरै बार्नुपर्छ भन्नुहुन्छ र बिरामीलाई त सबै खाना भन्नुभयो, यो कसरी मिल्यो? त्यो पनि म प्रश्न पार्न चाहन्छु कि के हुन्छ भने एउटा हेल्दी व्यक्तिको लागि रोग लाग्न नदिनको लागि उसले धेरै प्रयास गर्नुपर्छ। धेरै कुराहरूमा उसले रेस्ट्रिक्सन र अनुशासन लागू गर्नुपर्छ। तर रोग भइसकेको 60-70 वर्षको व्यक्तिले अलरेडी औषधि खाइराखेको हुन्छ। अब उसको आयु
र उसको रोग र औषधि उपचारलाई सबैलाई एक ठाउँमा राखेर हेर्दाखेरि उसलाई जेनरल खानपिनबाट त्यति रेस्ट्रिक्सन गर्नु पर्दैन। प्रेसरको बिरामीलाई एउटा ठुलो भ्रम हुने रहेछ कि म खानपिन जीवनशैलीले ब्लड प्रेसरलाई कन्ट्रोल गरिहाल्छु, मलाई औषधि अहिले केही समय नखाने। हुन त यो निर्णय गलत होइन। अधिकांश केसमा पहिलो एप्रोच नै खानपिन र जीवनशैलीले ब्लड प्रेसर ठिक पार्नु राम्रो मानिन्छ। तर सबै केसमा यो कुरा लागू हुँदैन। तपाईको ब्लड प्रेसर एकदमै बढेको छ, मानौ माथिको ब्लड प्रेसर 160 को वरिपरि छ, तलको ब्लड प्रेसर 95 वा 100 को वरिपरि छ भने तपाईलाई तत्काल औषधि सुरु गरिहाल्ने र खानपिन जीवनशैली बिस्तारै सँगसँगै लाने हुन्छ। तर यस्तो केसमा धेरैजनाले खानपिन नै बारेर म कन्ट्रोल गरिहाल्छु भनेपछि खानपिनको रेस्पोन्स, जीवनशैलीको रेस्पोन्स रक्तचाप घटाउनमा अलिकति समय लिन सक्छ र जसको कारणले स्वास्थ्य दुर्घटना निम्तिन सक्छ। भर्खरै एउटा पेसेन्ट हेरेँ अनि उहाँको के थियो भने ब्लड प्रेसर 170 र 110। अनि उहाँले मलाई सोध्नुभयो, डाक्टर साहब अब यसलाई चाहिँ औषधि नखाएर एक्सर्साइज गरेर ठिक पार्ने हुन्छ कि भनेर भन्नुभयो। अब के हुन्छ भने तपाईको ब्लड प्रेसर धेरै हाई छ र तपाईँ कुनै फिजिकल एक्सर्साइज गर्नुभयो, डम्बेल उचाल्नुभयो या मेहनत गर्नुभयो भने त्यो बेला तपाईको ब्लड प्रेसर एकदम हाई हुनसक्छ र दुर्घटना हुनसक्छ। सो बिपी धेरै हाई भएको बेलामा यो बुद्धि चाहिँ मिस्टेकले पनि नलगाउनु होला, किनभने त्यो बेला बडी एक्सर्साइज गरेर दुर्घटना हुनसक्छ। त्यो बेला औषधि खाएर बिपीलाई नियन्त्रणमा राखेर 120-80 आइसकेपछि बल्ल तपाईँ आफ्नो एक्सर्साइजलाई बिस्तारै बढाउनुहोस्, हिँडाइको स्पिड बढाउनुहोस्, रनिङ गर्नुहोस्, जिममा जानुहोस्। बिपी नर्मल आएपछि, बिपी हाई भएको व्यक्ति जिममा गएर वेट लिफ्ट गर्यो भने ब्रेनमा प्रेसर बढेर नसा त्यही बेला फुट्न सक्छ। सो यो चाहिँ ठुलो मिस्टेक हुन्छ। बिपी धेरै हाई छ, अब म एक्सर्साइज गरेर खाना बारेर कन्ट्रोल गर्छु, यो मिस्टेक गर्नुहुन्न। यदि बिपी थोरै थोरै बढेको छ भने तपाईँ अलिकति फिजिकल र डाइट रेस्ट्रिक्सन गरेर तपाईँ घटाउन सक्नुहुन्छ। तर 160 भन्दा माथि छ, तलको 100 भन्दा माथि छ भने तपाईँ सामान्य वाकिङ हिँड्ने, अलिकति बढी हिँड्ने, 1 घन्टा 1.5 घन्टा हिँड्ने, तर बलको काम चाहिँ गर्नु चाहिँ प्रत्युत्पादक हुन सक्छ। कोलेस्ट्रोलको बिरामीमा पनि खानपिन बारेमा धेरै भ्रम देखिन्छ। धेरैलाई के लाग्छ भने अलिकति कोलेस्ट्रोल बढेको छ, म खानपिन जीवनशैलीले कन्ट्रोल गरिहाल्छु, यो राम्रो विचार हो। चिकित्सकले पनि यही कुरालाई सपोर्ट पनि गर्छ। तर तपाईको कोलेस्ट्रोल मानौ जेनेटिक कारणले बढेको छ भने यस्तो अवस्थामा खानपिन र जीवनशैलीले मात्र कोलेस्ट्रोललाई घटाउन गाह्रो पनि हुन सक्छ, असफल पनि हुन सकिन्छ। यस्तो केसहरूमा औषधिको भूमिका महत्त्वपूर्ण हुने गर्छ। तर धेरै बिरामीहरू कस्तो देखिन्छ भने जस्तो कारण भए पनि खानपिनले नै त्यसलाई ठिक गर्नुपर्छ भनेर बस्नुहुन्छ, जसको कारणले उहाँ धेरै खानेकुराहरू बार्नुहुन्छ, तैपनि कोलेस्ट्रोल नियन्त्रणमा आउँदैन, सेफ लिमिटमा ल्याउन सकिन्न। उल्टै खाना अत्यधिक बारेर उहाँहरूलाई एउटा मानसिक बोझ, मानसिक समस्या पनि हुने गर्छ र जसको कारणले फेरि अरू स्वास्थ्य समस्याहरू देखिन थाल्छ। र प्राय के देखिन्छ भने अत्यधिक खानेकुराहरू रोक्दाखेरि विभिन्न पोषण तत्त्वहरूको कमी हुने गर्छ। तर जेनेटिक कारणले वा अन्य खाना बाहेकको कारणले यदि कोलेस्ट्रोल बढेको रहेछ भने त्यस्तो बेलामा खानाले त्यसलाई कन्ट्रोलमा ल्याउन गाह्रो हुन्छ र यस्तो अवस्थामा औषधि खानु महत्त्वपूर्ण मानिन्छ। र कोलेस्ट्रोलको बिरामीहरूको एउटा ठुलो अर्को भ्रम के हुने रहेछ भने खानपिन चाहिँ एकदमै राम्रो गर्ने, औषधि नखाने, तर चुरोट र रक्सी खाने। चुरोटले पनि कोलेस्ट्रोल बढाउँछ र चुरोटले मुटुमा ब्लकेज गर्छ। तपाईको जति राम्रो खाना भए पनि, व्यवहार भए पनि, एक्सर्साइज भए पनि चुरोट खानुहुन्छ भने तपाईको कोलेस्ट्रोल नराम्रो भएर बस्छ र मुटुमा ब्लकेज गर्ने टेन्डेन्सी हुन्छ। त्यसैले जीवनशैली र खानपिन भनेको यसमा चुरोट र मदिरालाई पनि इन्क्लुड गर्नुपर्छ। र धेरै बिरामीहरूको टिजी बढेको हुन्छ, डाक्टर साहब म त केही त्यस्तो चिल्लो कुराहरू खान्न, बाहिर पनि खान्न, तर बियर चाहिँ खाने गर्छु भन्नुहुन्छ। त्यसैले मेडिकल साइन्समा हुन त यो परिवर्तन भइराखेको हुन्छ,
तर यसमा प्रमुख बुझाइ के हो भने रोग लाग्न नदिनको लागि खानपिनको भूमिका एकदम धेरै हुन्छ। तर रोग लागिसकेपछि औषधि उपचारको भूमिका बढी हुन्छ, खानपिनको भूमिका त्यसपछि आउँछ। र अवश्य यदि तपाईँ खानपिनलाई धेरै राम्रो आफ्नो जीवनशैलीलाई सुधार गर्नुभयो भने आजको भोलि होइन, केही समयपछि वर्ष लाग्न सक्छ। तपाईँले औषधिलाई बिस्तारै घटाएर तपाईँ खानपिनलाई नै 1 नम्बरमा लान सक्नुहुन्छ जीवनशैलीलाई, र औषधिलाई 2 नम्बरमा, र कहिलेकाहीँ औषधि बन्द गर्ने अवस्था पनि आउन सक्छ।